इकिगाई के हो? इकिगाई भन्नाले जीवनको उद्देश्य वा बाँच्नको कारणलाई जनाउँछ। जापानमा यसलाई अस्तित्वको कारण भनेर पनि भनिन्छ। जब हामी आफ्नो जीवनको उद्देश्य पाउँछौँ, तब हामी प्रत्येक दिनको सङ्घर्ष र चुनौतीलाई सजिलै पार गर्न सक्षम हुन्छौँ। इकिगाईका 4 प्रमुख तत्त्वहरू छन्, जसले तपाईलाई तपाईको जीवनको उद्देश्य खोज्न मद्दत पुर्याउँछ। जब यी 4 तत्त्वहरू एकसाथ मिल्छन्, त्यति बेला तपाईको इकिगाई पत्ता लाग्छ। यसको अर्थ तपाईलाई मनपर्ने काम, तपाईको सिप, समाजको आवश्यकता र आर्थिक स्थिरता। यसकारण जापानको ओकिनावा शहरमा मानिसहरूको उदाहरण दिँदा उनीहरूको लामो जीवन र स्वास्थ्य जीवनशैलीको एक कारण भनेको इकिगाई हो। ओकिनावाको मानिसहरूलाई 100 वर्षभन्दा बढी बाँच्ने कारण यही जीवनको उद्देश्यको खोज हो। उनीहरू सधैँ सक्रिय र सृजनात्मक रहन्छन्। उनीहरू सधैँ समाजमा घनिष्ठ सम्बन्ध र एक आपसमा सहयोगी भावना र सुन्दर सम्बन्ध राख्दछन्। त्यसै गरी उनीहरू जीवनभर आफ्ना सपनाहरू पन्छ्याउँछन् र आफूलाई व्यस्त राख्छन्। र हामी नेपालमा पनि इकिगाईको महत्त्व बुझ्न सक्दछौँ। हामी सबैले आफ्नो उद्देश्य पहिचान गरेर जीवनमा सफलता र सन्तुष्ट पाउन सक्छौँ। साधारण जीवनशैली र सरल सोचले गर्दा नेपालको धेरै मानिसहरू प्राकृतिक जीवन र कलामा समर्पित छन्। उदाहरणका लागि हामी देख्न सक्छौँ, जस्तै नेपाली कलाकारहरूले आफ्नो कला मार्फत जीवनको उद्देश्य भेटेका छन्। र पर्यटन, नेपालको ऐतिहासिक र सांस्कृतिक स्थलहरूमा काम गर्ने गाइडहरूले आफ्नो इकिगाई पाएका छन्। त्यसै गरी सामाजिक कार्यकर्ताहरू, जसले समाजलाई सेवा दिनका लागि आफ्नो जीवन समर्पण गरेका छन्। तपाईहरू सोच्दै हुनुहुन्छ होला कि कसरी पत्ता लगाउने आफ्नो इकिगाई। इकिगाई फेला पार्नका लागि तपाईले यी सरल कदमहरू अनुसरण गर्न सक्नुहुन्छ। स्वयंलाई बुझ्नुहोस्, तपाईलाई के कुरामा खुसी लाग्छ। तपाईको सिप पहिचान गर्नुहोस्, तपाईले के कुरा राम्रो गर्न सक्नुहुन्छ। समाजको आवश्यकता बुझ्नुहोस्, हजुरको समाजलाई के चाहिन्छ। र आर्थिक मार्ग फेला पार्नुहोस्, तपाईले यस मार्गबाट आर्थिक रूपमा फाइदा कसरी पाउन सक्नुहुन्छ। मलाई विश्वास छ यो प्रक्रियाले तपाईलाई आध्यात्मिक र व्यावसायिक जीवनमा सन्तुलन ल्याउन मद्दत पुर्याउँछ भनी। अन्त्यमा यस भिडियोले हजुरलाई दिन खोजेको सन्देश यो हो कि हामी सबैसँग आफ्नो इकिगाई छ र यसलाई पत्ता लगाउनका लागि हामीले आत्मचिन्तन र समाजको आवश्यकतामा ध्यान दिनुपर्छ। जब हामी आफ्नो उद्देश्य जान्छौँ, तब हामीले जीवनको प्रत्येक पललाई आनन्द र सन्तुष्टिसँग आफ्नो जीवन बिताउन सक्छौँ। आउनुहोस्, हामी सबै आफ्नो इकिगाई खोज्न यात्रा सुरु गरौँ र जीवनलाई अर्थपूर्ण बनाऊ।